ये राता मकै खानु जस्तो होइन यस बेलासम्म ढोलक बजाएर सुतिरहने अर्काको ओछ्यानमा आएर होइन यी दुवा तिर्कीले निमै खोज्यो भने कि क्या हो मसँग जहिले नि मेरै ओछ्यान देखेका छन् यिनले सुत्नलाई ए बाबा हो राता मकै जेठान पारेर फेरि राजा मकै तिमी खुरुक्क उठ त यहाँबाट पर्या म बेहोरौँला होइन भने राजा मकै जेठा खुरुक्क उठ त के पिउँदै जस्तो गरे खुरुक्क उठेर गइहाल्यो सब कति डिस्टर्ब गरे भने एकछिन सुत्नु दिनु न ए हामीले उठाएको चाहिँ डिस्टर्ब गरे एकछिन सुत्न दिनु अनि हामी चाहिँ कहाँ सुत्ने हामी सुत्नु परेन यहाँ रातभरि सुते होइन म पनि त सुतेको छैन नि भर्खर यहाँ 4 बजी आएर सुतेछु म होइन ए खुरापाती तिमीलाई चाहिँ किन निन्द्रा नलाग्ने तिमीलाई के को पिर छ के को टेन्सन छ र तिमीलाई निन्द्रा नलाग्ने यस्तो राम्रो सजिलो ओछ्यानमा सुत्न पाउँदा नि निन्द्रा नलाग्ने उहाँ सभासद जस्ता मान्छेहरू त उहाँ संविधान भवनभित्र जहाँ मन लाग्यो त्यहीँ सुत्दा पनि निदाइरहेछन् कोही ढोकामा उठे निदाइरहेछन् कोही सोफामा लडेर निदाएका छन् कोही चौरमै निदाएका छन् कोही हिँड्ने बाटोमै करिडोरमै सुतेर निदाइरहेछन् तिमीलाई चाहिँ किन निन्दा लाग्ने उहाँहरू त किन सुत्दैन केही कामै नगरिकन मजाले भत्ता खान पाएपछि सुत्दैनन् त अब त्यो 3 वर्षसम्म संविधान किन बनेन कसरी बनेन भनेर पिरचिन्ता लिए पो त अनि निन्द्रा लाग्दैन पिरचिन्ता केही पनि छैन अनि जहाँ लडे पनि निन्द्रा लागिहाल्छ पहिलेका ठुलोबडाहरू त देशको चिन्ता लिएर रातभरि नै सुत्थेन अब अहिलेका यी त सोक्नु सुर्ता भोग्न भगारी जहाँ पाती मजाले लिएर घर घुरेर सुतिरहेछन् के भन्नु अब हामी जस्तो यी जनताले चाहिँ देशको चिन्ता लिएर रातभरि जागिर गरेर बस्नु परिरहेछ होइन के भयो यो परिवर्तन भएको नि केही कुराको परिवर्तन भएन भने होइन यो परिवर्तन देश र संविधानको लागि हाम्रा सभासदहरू कति चिन्तित रहेछन् देख्यो होइन त कसैलाई सुत्नलाई खाट चाहियो कसैलाई डढ्न सिरक चाहियो जो जहाँ मन लाग्यो ती डङरङ्ग सुतेर निदाएका छन् बिचरा त्यहाँभन्दा त्याग र बलिदान के गर्नु अरू दुवा तिर्की ए भनेपछि तपाईँ पनि त्याग र बलिदान गर्ने होइन त ल ठिक छ ल सुत्न आउनुहोस् अब मजाले 3 महिनालाई जागिर दिनु भइहाल्यो अब मजाले घुरेर सुते भइहाल्यो मुखा हान्नु जस्तो के को मेरो जागिर रिनु हुनु नि उहाँ सुनेन निर्णय गरेको झन् मेरो जागिर धर्म रहन थाल्यो यहाँ अब राष्ट्रिय सहमतिको सरकार बनाउनलाई उहाँ मार्ग प्रशस्त खुल्ला गरिएको छ भनेर निर्णय गरे सुनेन त्यो त धनै राम्रो भयो नि त मार्ग खुल्ला गर्ने भनेपछि धेरै मार्गहरू खुल्ने भयो होइन त अब ओहो यतै मार्ग उतै मार्ग यहाँ मार्ग त्यहाँ मार्गै मार्ग हुने भयो होइन भनेपछि यो 3 महिना जति हामीलाई मार्ग खोज्दै सबै बित्छ होला ल बढी खुरापाती गरेर यहाँ गस्दै रहने होइन खुरुको उठेर जाऊ जनता भएर नि यसरी मजाले सुत्न पाइन्छ ओहो आजदेखि त अब त्यहाँ संविधान सभा भवन अगाडि गएर नारा गर्न पर्ला जुलुस गर्न पर्ला अनसन बस्नु पर्ला हामीलाई खबरदारी गर्नु पर्दैन अहिले हामीले किन गर्ने नि हामी जनता पनि 3 महिनापछि ताच्छौँ नि हो तिमीहरू पनि ढिलै ताच्छौ र त हाम्रो सहमति पनि अन्तिममा आएर मात्रै हुन्छ जे होस् यो जनताहरूले चाहिँ अप्रत्यक्ष रूपमा भने पनि हामीलाई सहयोग चाहिँ धेरै नै गरेका छन् कि म पनि सहयोग गर्छु अब यहाँ सुताउ हाम्रो सभासदहरू संविधान सभा भवनमा मजाले निदाइहाले तिमी पनि यहाँ सुता 3 महिनासम्म मजाले ढुक्क भएर सुत्याउँछ अब सुत्न पाउँछ नि 3 महिनासम्म मजाले किन झुक्यान्छ यो टोपी लाएर हिँड्दैन होइन नि मैले थुकेर राखेको छु अहिले जुरुक्क उठेर हिँड्नुपर्छ म 3 महिनासम्म सुत्न पाए त हुन्थ्यो नि अहिले यहाँ जुरुक्क उठेर गएर त्यो 5 बजेको सहमति लिन जानु पर्यो म त लुगै लाएर सुत्दै जेसुकै होस् तिमी एक्लै सुत हेत्तेरिका
अहिले नै त्यो 5 बजेको विरोध नगर्नुहोस् न भने 2-4 दिन त कुर्दिनुहोस् न, अरूको पनि यसो विचार आउन दिनुहोस्। के रे नोट अफ डिसेन्ट लेख्ने रे, लेख्नुहोस् लेख्नुहोस्। लेख्ने पढ्ने काम त छोड्नै हुँदैन नि, तर भाषा मिलाएर लेख्नु नि, अरूले नबुझ्ला। हेलो, ए छिमेकी बस्नेत दाइ बोल्नु भा? नमस्कार नमस्कार, भन्नुहोस् मैले के सेवा गर्न सक्छु? के रे मैले घुरेर तपाईँको निन्द्रा डिस्टर्ब गरे? अब गुरुछ त अब ठुलो दलको मान्छेलाई ठुलै घुराइ गुरुछ नि। के रे टोलै थर्क्यो रे? हेर्नुहोस् हामी टोल थर्कनु मात्र होइन, हामी देशै थर्काएर बसेका मान्छे। हेर्नुहोस् डिस्टर्ब गरे होइन, डिस्टर्ब भए तपाईँ घर बेचेर अन्त जानुहोस्। कमसेकम छिमेकीको घुराइ त सहनु पर्यो नि तपाईँले। ल ल ल, कि काम थुन्ने कि घर बेचेर जाने? ल ल म सुत्ने, डिस्टर्ब नगर्नुहोस्। ल हेर्नु, यत्रो मोबाइलको घन्टी बज्या छ, उठ्या होइन। होइन कस्तो सुत्न सक्या हो? अब दिनभरि सहमति गर्नु, म्याथ थप्नु, अनि आएर सुत्नु नि रातभरि। अब रातभरि सहमति गरिया छ, म्याथ थपिया छ होइन, अनि आएर यसरी दिनभरि सुत्या छ। सुत्न पर्ने बेलामा सुत्या होइन, उठ्न पर्ने बेला उठ्या होइन। यिनका काम पनि के हो के हो, म त केही कुरै बुझ्न सक्दिनँ भने। कहाँ गए आज असिना प्रसाद? फोनै उठाउँदैन त, स्रोतको पनि पत्तो छैन। ल कसको फोन आएको आएछ, मान्छे सुतेछ। हेलो, कहाँ पर्यो यो? कहाँ पर्नु नि, कानमा पर्यो। एकापट्टिको कानमै परे पनि अर्कोपट्टिको त मुखमै पर्यो होला नि। कसको कानमा पर्यो? त्यो असिना प्रसादजीको कानमा दिनुहोस् त। होइन स्वर त सुन्या जस्तो छ बा। हेलो, को बोल्नु बा तपाईँ? म यहाँ जिरे खुर्सानी पत्रिकाको अफिसबाट बोलेको। पत्रकार हुँ, पत्रकार। ए त हात्ती पो होस् त, कहिलेदेखि पत्रकार बनिस् नि? त पत्रकार बनेर मेरो श्रीमानलाई घरिघरि फोन नगर है, अरू काम पाइनस्? ओ म्याडम, भाइ देवे, उहाँ तिम्रो मात्रै श्रीमान होइन, मेरो पनि श्रीमान हो। धेरै श्रीमानको फुर्ती लाउने होइन। के रे के को तेरा श्रीमान नि? तँ धेरै नमाति, म भेटी भने तेरा सुतुन चिया दिन्छु। बिचमा यत्रो वर्ष हराएर फेरि श्रीमान भन्न पाइन्छ? तर अब श्रीमती भनेर कसले स्वीकार्छ? स्वीकार्दैन बाबा। किन स्वीकार्दैनन्? रावणले हरेर उहाँ सीतालाई त्यत्रो समय लङ्कामा लगाएर राख्दाखेरि पनि रामले आखिरमा ल्याएर स्वीकारे कि स्वीकारेन? अब रामायणमा त राम हराथे, यहाँ त तँ हराइस् नि त। रामले त सीताको अग्नि परीक्षा लिएको थिए, तैँले पनि त्यसरी अग्नि परीक्षा दिन सक्छस्? लौ दे त हेरौँ। अहिले त मैले के को अग्नि परीक्षा दिनु नि? अब रामले चाहिँ यहाँ अग्नि परीक्षा दिने बेला भएको छ। तिमीले सुनेको छैनौ? यो 3 महिना चाहिँ अग्नि परीक्षा हो भन्ने गरे कि घरमा चाहिँ भन्ने गरे छैनन्? खै मलाई थाहा छैन यस्ता कुराहरू। अरू कुरा जान्दिनँ म। यहाँ घरि मेरो पहिला फोन गर्ने होइन, फेरि म त्यो अरू तँलाई भेटी भने तेरा जगल्टा चुन्याएर फेरि हेर्नु। ओ म्याडम, मन्त्रीको श्रीमती भएर पत्रकारसँग बोल्ने तरिका यही हो? के को पत्रकार? कुन चाहिँले छोड्दियो अलो पत्रकार? त पत्रकारै होस् भने अरू मन्त्रीलाई पनि फोन गरेर सोध्न। के यिनी मात्रै नेता छन्, यिनी मात्रै मन्त्री हुन् र? मेरै पहिला मात्र फोन गर्छिस्? तेरा चाल पत्रकार बनेर फेरि यो घरमा भित्र पसेर रजाइ गरौँला भनिदियोस् त। त्यस्तो कुरा सोच्दै नसोच बाबा। लु भयो, तिमी जस्तो श्रीमानको कमाई खाएर बस्नु छैन मलाई। म आफ्नै कमाई खान्छु, आफ्नै खुट्टामा उभिन्छु। आफ्नै खुट्टामा त उभिने हो नि, त्यत्रो ज्यान भएको मान्छेलाई कसो खुट्टा पाइन्छ त उभिनलाई? तँलाई अरू कुरा थाहा छैन? खुरुकते असिना प्रसादजीलाई फोन देऊ त, मेरो कुरा गर्नु छ। गरिस् कुरा? म हुँदा तँलाई कुरा गर्न दिउँला? जति कुरा गर्नु थियो पहिले गरिहाल।
थालिस् नि। अब यो कुरा गर्ने भेट्ने सँगै बस्ने त गयो बाबै। ए बाबा मलाई उसँग बस्नु पनि छैन अरु फाल्तु कुरा गर्नु पनि छैन। म पेशागत कुरा गरिरहेको छु। मलाई उसको अन्तर्वार्ता लिनु छ। किन उहाँको मात्र अन्तर्वार्ता लिन पर्यो? अरु छैनन्? अरुको अन्तर्वार्ता लिन। गुरुको त्यहाँ फोन देऊ भने मेरो जरुरी छ, नत्र म त्यहाँ घरमै आउनु पर्ला है। लु आइज त, कसरी आउँदै रहेछस् घरमा? म त भन्दै थिएँ नि यो अन्तर्वार्ता लिने निउले घरमै आउँछ भनेर। ल आइज न आइज, अन्तर्वार्ता त मेरो पहिले हैन, म चाहिँ दिन्छु तँलाई। आइज त। ओइ चोथाले, तैले मसँग न्युै खोजेको हो? म पुरानै स्थितिमा आऊ, खुरुक्क समझदारीमा आउँछस् कि आउँदिनस्? अब पनि यसरी झगडा गरेर हुन्छ? झगडा गर्ने बेला छ, अब मिल्नु पर्दैन। के रे? तँसँग मिल्ने रे? मिल्दिन म, मिल्दिन। 1 मिल्दिन, 2 मिल्दिन, 3 मिल्दिन। ल जा तँलाई। कोसँग मिल्दिन भन्छ यो? कोसँग मिल्दैन भने कसको फोन? त्यही हात्ती पनि कोसँग आउने नि? हात्तीकै हो? त्यही झापाहरूको म पनि पिउँछेको। अनि ल हेर्दा हेर्दै तिमीहरूको फोनमा कुरा हुन थाल्यो है। मैले मिलाइदिनै नपर्ने भयो, तिमीहरू आफै मिल्न थाल्यो। वास्तवमा मिल्न पर्छ। हेर नि त्यहाँ प्वाक्क मुख हान्नु जस्तो। यो 3 महिनाको लागि त मिल, त्यति मिल्दा के फरक पर्छ त? भर्खर कुरा गरे होइन त तैँले? रिडायल गर्दा त चल हेलो ए नानी, होइन के कहाँ बसेर फोन गरिरह भने खुरुक्क आफ्नो घर आएर फोनमा कुरा गर्नु थालिहालेछ। खुरुक्क आउने घरमा अब यहाँ 3 जना मिलेर बस्नुपर्छ। कमसेकम यो 3 महिनाको लागि त मिल्न पर्यो नि त। हामी सक्यो भने त्योभन्दा परे पनि जाउँला, नत्र यो 3 महिनाको लागि त मिल्न पर्यो नि। अब आफ्नो घरमा